हेलो गाइस, गुड मर्निङ दी। र अनि हामी चाहिँ उठिसक्यो अनि तपाईहरुलाई देखाउने छु। हाई हाई, म त सर्दी लाग्यो। ऊ चाहिँ अलिकति बिमारी छ त अनि त्यही भएर मलाई पनि हुँदैन आँटेछ। सो अब हामी चाहिँ चिया पिउन आँटेको। सो गाइस, सिलगढीको सयान होटलमा चाहिँ एकदमै सर्भिस राम्रो छ। हेर्नुहोस्, हामीहरू चिया पनि पिउँदैछौँ, तातो पानीहरू पिउने छ। तपाईहरु पनि आउनुभयो भने चाहिँ यहाँ बस्दा राम्रो हुन्छ। गाइस, हामी चाहिँ अब ब्रेकफास्ट खान गएको। सिलगढीको मौसम चाहिँ यस्तो छ, पानी परेर। ब्रेकफास्ट खान थालेको साथीहरू रोटी बहिनीहरू साथीहरू खाए ल बाबु। अब हामी चाहिँ यहाँ बजार घुम्दैछौँ। दुईजना दिदीहरू अगाडि हुनुहुन्छ। पानी आएर बिजोग भइरहेको छ। अब हामी चाहिँ निस्केको होटलबाट। हामीहरू चाहिँ होटलबाट चेकआउट गरेर विधान मार्केट आएको केही सपिङ गरौँ भनेर र हेर्दैछौँ र के किन्छौँ हामीहरू त्यो भिडियो म बनाउने छु, हेर्दै गर्नुहोस् होला है त। सो गाइस, हङकङ मार्केटभित्र बस्छौँ हामीहरू। सो मेरो चाहिँ यो ब्लग लामो हुन्छ होला, बोरिङ नगरिकन हेर्दैछु होला है गाइस। होटल खोज्दा खोज्दा बल्ल भेट्यो हामीहरूले। हामी खाना खाएको साडीहरू दामी दामी रहेछ। दिदीहरूले साडी हेर्नुहुँदैछ। हामीलाई चाहिँ यति धेरै टाइम लाग्यो होइन सपिङ गर्दाखेरि। र नि अब हामी चाहिँ निस्केको यहाँहरू। हाम्रो चाहिँ सामान पेकिङ भइसक्यो। यहाँ हेर्नु सक्नुहुन्छ र काउन्टरमा छु हामीहरू। बस पनि आइपुग्यो। अब हामी यही बसमा जाने हो। खाना आँटेको वाइ चाट खानु हुँदैछ दिदीले। मिठो नि। सो गाइस, हामीहरू चाहिँ बसमा चढिसक्यौँ हो। हालत खराब भएको छ साँच्ची नै भन्दा पनि होइन। अनि हामी चाहिँ यहाँ छु, दिदीहरू चाहिँ उहाँ हुनुहुन्छ है। यसको चाहिँ बहुत जरुरी छ है। यो चाहिँ के हो भन्दा हजमुला आउने फेरि। सो गाइस, तपाईँहरूलाई कस्तो लाग्यो आजको ब्लग? लाइक कमेन्ट गर्नुहोस् होला है त। भन्नुहोस् होला कस्तो लाग्यो। भोलि स्कुल पुगेर ब्लग बनाइदिउँला, हेर्दिनु होला। हेरिदिनुहोस् होला र अनि सपोर्ट गर्दै गर्नुहोस् होला। आजको लागि चाहिँ यति नै। बाई बाई।